हेलो साथीहरु, आउनुहोस् गाउँघरको खाना खाऊँ हैन। अब हेर्नुहोस् हेर्नुहोस् गाउँघरको खाना। कोदो, हजुरकोतिर के भन्छन्, हाम्रोतिर चाहिँ यसलाई कोदोको ढेँडो भन्छन् हैन। अब हामीले चाहिँ अब खाना लाग्यो हैन। आउनुहोस्, हजुरहरूलाई कतिको मन पर्छ हैन। हामीले त यो खाइन्छ हैन। हेर्नुहोस् है, हेर्नुहोस् है। आहा, लाजवाब छ। हेर्नुहोस्, हो यस्तो अर्ग्यानिक चिज यस्तो खाने भने त अलिक आयु पनि बढ्छ होला हैन। ल हेर्नु, साथीहरु, हजुरलाई कस्तो लाग्छ? मलाई त बहुत मिठो लाग्छ है। हेर्नुहोस् है, एकदम चाहिँ बच्चामा खाएको, गाउँघरमा बच्चा हुँदाखेरि खाएको बडा राम्रो याददास आयो यो खाँदाखेरि। कति मिठो छ क्या, कति मिठो छ क्या। तपाईहरु नि आएर खानुस् नि भने हेर्नुस् ल। आनन्द आउँछ साथी हो यस्तो खाँदाखेरि। हजुरहरूले पनि खानुहोस्, अर्ग्यानिक चिज हो यो। कोदोको पिठोको, यसलाई चाहिँ कोदोको पिठोबाट यो हाम्रोतिर ढेँडो भन्छन्। अब तपाईँतिर के भन्छन् है? कोदोको पिठोको ढेँडो भन्छन्। खुब राम्रो छ। कति मिठो, कति मिठो। हेर्नुहोस्, हाम्रो अर्ग्यानिक चिज भनेको अर्ग्यानिक चिज नै हो। कहिले बिर्सिन पनि सकिन्न र बाँच्न जाने चाहिँ कहिले बिर्सिन सकिन्न र खाना पनि भुलिन्न क्या। आराम तातो तातो है। धेरै दिनपछि खाइयो, बहुत राम्रो लाग्यो, एकदम बेस्ट। ल हेर्नुहोस् है, खाँदा खाँदै पनि यस्तो मजा आउँछ कि मतलब कोही चिज हामीले खाँदैछ यस्तो टेस्ट आउँछ साथी हो। हजुरहरूले नि खाएर हेर्नुहोस्। क्या आनन्द छ अरे। आउनुहोस्, हजुरहरू पनि आएर खानु हैन। हाम्रो अर्ग्यानिक चिज यसले भन्छ, असली चिज। यसमा कोही मिलावट छैन, केही छैन। हेर्नुहोस्, ल हेर्नुहोस्, हेर्नु